एउटा साथी आउँदैन अरे हाम्रो फिक्स साथी आउँछ किनभने फिक्स छैन हाम्रो उसको मम्मी हुनुहुन्न भने आउनुहुन्न अहिले एउटा साथी फिक्स छैन ऊ आउन पनि सक्छ नआउनु पनि सक्छ आयो भने 3 जना मिलेर रहिला जब हामीले स्टोर गर्दै बस्नु पर्छ जबसम्म यहाँको चिनी रिजल्भ हुन्न Okay. Yeah, boy. अब भातपट्टि जान्छौँ हामी अब भातपट्टि नि गएर रिमेनिङ इन्ग्रेडियन्ट्सहरू किन्नु छ अनि यहाँ हामीले सुगर सिरप बनायौँ सुगर सिरप बन्यो अब त्यसलाई हामीले एकैछिन कुल डाउनको लागि राखेछौँ अब भातपट्टि नि गएपछि त्यहाँ अब भिडियो कन्टिन्यू गरौँ ल गाडी स्टार्ट कर माथि सामान किन्नुपर्छ माथि सामान किन्नुपर्छ अबे उता छ कि अगाडि किराना अगाडि सायदै यो कुन खाने हो चिली चिलीवाला मिठो हुन्छ है अरू नफुटेको कति भयो 250 को हो बे किराको खानु थियो यो हाम्रो क्यामेराम्यानलाई यो खान मन लाग्यो अरे के हो यो वसाबी कोटेड ग्रिन पिज यो पनि लिनु पर्यो अब लिम आइस किन्न बिर्सेको थियो यार आइस किन्नको लागि फेरि तलबाट आएको आइस किन्ने भयो 40-50 कति हो के यहाँ लेखेछ कि नहीं खोइ लेखेको छैन यार 40 कतिमा किनेको थिएँ मैले सो आइस लिएँ अब हामी कागती लिन जाँदैछौँ हाम्रो अब भातपट्टि नि भन्दा बाहिर किरानाको कागती अलि रसिलो हुन्छ कि त्यही भएर उही कहाँ गयो त्यो प्रशान्त उही प्रशान्त खोइ हरायो आइसलाई फ्रिजमा राखिदिन्छु के सामानहरू हुन्छ तिनीहरू रेडी पार्दै गर्छु साथीहरू चाहिँ कागज हिँड्न गएको छ मेरो घरको साइडमा भएको वाला किराना पसलमा पाएन कि कागती नै साथी कागती लिन जान्छ साथी कागती लिन गर्छ अनि म चाहिँ यहाँतिर रेडी पार्दै गर्छु रम स्टकबाट रम निकाल्छु स्टक भन्नाले अब बाबाले जम्मा गरेर राखेको सोकेसको भित्र छ कि त पुरा स्टकहरू रक्सीहरू यहाँबाट म रम निकाल्छु मम्मीले त छ भन्दैछ पाटोको एउटा वाइट ड्रमहरू चाहिएको वाइट ड्रम यहीँ कतै छ क्या हो त्यो छन् स्टक्सहरू के छ जानी तिनवटा एक्स छ नि त यता यो स्टार यसको मतलब भनेको मोर देन 3 इयर्स यो मोर देन 4 इयर्स एज गरेको हो के हो त्यही भएर यसमा यो 3टा एक्स कि त 3टा स्टार हुन्छ यो यसमा 3टा एक्स छ तर 3टा स्टार हुन्छ है कुकुरीमा चाहिँ 3टा स्टार छ यसमा चाहिँ एक्स छ ओके निचारेर कति जति निचारियो 11 ल तिना कोलाडा बन्यो हाम्रो कोलाडा बन्यो अब कोलाडा ग्लास छैन त्यो यही ग्लास युज गरेको अनि यो के हो बियरको ग्लास हो अब कोलाडा ग्लास चाहिँ यो चलाउनु पऱ्यो के गर्नु अब यसपछि हामीले किबा लिब्रे बनाउने अनि मोहितो बनाउने यतातिर छ यो चकना नाइस क्या दामी मजा आयो यस्तो मिठो बनाउँछ के हो कस्तो छ गाई मिठो बन्यो धेरै भयो भने के अब 3 जनाको लागि धेरै खाना पाइरहेको झन् तिमीले नै ठिक छ
यस्तै हो मैले उता आफ्नो ठाउँमा बनाउँदाखेरि पनि यस्तै भयो क्या यो पनि यस्तै हो तिमीलाई बानी छैन नि त त्यही भएर अलिक त्यस्तो लाग्यो होला त्यही हो क्या म देख्न त देखेको छु नि क्यामेरामा ए आइस पकलेर लाग्यो आइस कति हो त्यहाँ हाम्रो छ नि अब फ्रिजमा राख्नु सो वसाबी खानु वसाबी कस्तो हो खोइ पकडिदेऊ त अझै लेख्न अझै एउटाले हुन्न क्या दुई दिन ओहे मिठो हबे खान एक्चुअली अलि थाहा पाउनु कस्तो छ त्यसमा हाल्छ नि यस्तो छ है अब वसाबी देखियोस् पोल्यो बे यो मिठो खा पोल्यो मिठो खा एकदम ढिला रेकर्ड माछी मार्न जानु माछी ल है ल माछी मारन हे बहिनी यस्तो सुनिवाले चाहिँ हामीले मार्छ भने फोर पिसेस अफ लाइम अनि यो सुगर सिरप अनि वाइट चक अनि यी सोडा बिर्सियौँ हामीले यहीँ अब किराना पसलबाट लिएर हामीले लाइम बोइज हो सोडा नहाल्ने सोडा हाल्ने जानु त लिएर सोडा रुको जरा सबर करो यो यता हालेर राखौँ त्यसपछि सोडा लिन जानुपर्छ ल अब सुगर सिरप हालौँ है यसमा सुगर सिरप त्यसमा नि युज भइदिएन सुगर सिरप सुगर सिरप यसमा कहाँ 15 यसमा ठिक अलिकति ल भयो यो अलि बढी भएछ अलिकति जिगर नभएपछि के गर्ने साथीहरू 15 ml किनभने त बोतल सटल सब हुन्छ नि त सामान हाम्रोमा टुल छैन कि टुल नभएर हो अब छैन मडलर अब यसैले गर्नु पर्यो अब प्लास्टिकको छैन अब के गर्ने यसैले गर्नु पर्यो अब यसमा top of with soda. सोडा नाच्ने होइन हल्का फुल्का यसो तुच्छ गार्निस हालिदिउँ यस्तै ल हाम्रो बन्यो मोइतो बन्यो हाम्रो अब मोइतो पनि इन्जोय गर्नेछौँ अब हामीले इजी हो हजुरले पनि घरमा बनाउन सक्नुहुन्छ यस्तो देखेको छ ल चियर्स गरौँ न त हाम्रो बन्यो अब चियर्स गरौँ केटा हो मजा आ गया भाई मजा आ गया ये रिफ्रेसिङ यसपछि हामीले क्युबा लिब्रा बनाउनेछौँ साबी सबभन्दा मिठो यो छ सबभन्दा मिठो यो हो किनकि हाम्रो रक्सी खान्न नि त यो अब स्किल्स बनाउनको लागि हो अब यो गरेको अर्कोको नाम के हो रे आएको अब हामी क्युबा लिब्रे बनाउनु सबभन्दा इजी छ
क्युबा लिब्रे त्यो इजी हो त्यसमा केही छैन जम्मा रम लाइम जुस अप्सनल हो हाले पनि हुन्छ नहाले पनि हुन्छ तर म हाल्छु रम लाइम जुस अनि कोका कोला त्यो तिनवटा मात्रै चाहिन्छ त्यो पनि बिल म्याटर हो इजी सेक्स अन द बिच पछि इन्ग्रिडियन्ट छैन सेक्स अन द बिच चाहिएछ भने अहिले इन्ग्रिडियन्ट अहिले बजेट छैन हाम्रो मात्र सेक्स अन द बिच के बनाइन्छ अहिले हाम्रो बजेट छैन जम्मा 1000 रुपियाँको बजेट हो हाम्रो ये बड़ी अच्छी बात कही आप अब क्युबा लिब्रे बनाउँछौँ हामीले डाइरेक्ट क्युबा लिब्रेमा पुगौँ है त अब हामी क्युबा लिब्रे बनाउनु भयो खोइ लौ त भिडियो हान त थोपडा देखा छैन है अब हामीले के बनाउने क्युबा लिब्रे बनाउने यो अब अरू ग्लास छैन हामीसँग यो तिनवटा मात्र छ रियुज गर्नु पऱ्यो होला रियुज गर्ने हो आइस सकियो अब हेर फ्रिजमा अब हाम्रो आइस अब आइस सकियो अब अलिकति यति छ यति अब ठ्याक्कै इनफ पुग्छ हाम्रो इनफ पुग्छ निकाल्नै सक्दैन यो अब इनफ हुन्छ अहिलेको लागि निकाल्नै त गाह्रो हुन्छ फेरि अब 45 ml रम बैकग्राउंड हटाऊ यार मैं सज्जन को क्या तकलीफ है भाई बैकग्राउंड में के चलाउनु सबैमा 45 ml ये हटाओ कि तिमीमा कैसे कैसे लोग रहते हैं यार यहाँ पर Cheers, man. Hey guys, cheers. हामीले आज तिनवटा कुरा बनायौँ आजको लागि चाहिँ यति नै पछि अब बजेट आयो भने चाहिँ हामीले नेक्स्ट बनाउनु नेक्स्ट ककटेलहरू बनाउँला आजको लागि टाटा बाई बाई